नेपालको विकास यात्रामा यदि कुनै एक पूर्वाधारलाई मेरुदण्डका रूपमा चिनिन्छ भने त्यो निसन्देह महेन्द्र राजमार्ग हो, जसलाई अहिले पूर्व पश्चिम लोकमार्गको नामले पनि चिनिन्छ। देशको पूर्वी सिमाना मेचीदेखि पश्चिम सिमाना महाकालीसम्म फैलिएको यो विशाल सडक सञ्जाल केवल यातायातको माध्यम मात्र होइन, यो नेपालको आर्थिक, सामाजिक र भौगोलिक एकताको जीवन्त प्रतीकका रूपमा स्थापित भएको छ। करिब 6 दशक अघि अत्यन्तै कमजोर आर्थिक अवस्था, सीमित प्राविधिक क्षमता र चुनौतीपूर्ण भौगोलिक बनावट बीच यो परियोजना सुरु गरिएको थियो, जुन तत्कालीन नेतृत्वको दूरदर्शिता र राष्ट्रिय एकताको बलियो अभिव्यक्ति मानिन्छ। इतिहासको पानामा पल्टाउँदा नेपालमा सडक पूर्वाधारको विकास अत्यन्तै ढिलो सुरु भएको देखिन्छ। राणा शासनकालमा काठमाडौँ उपत्यकाभित्र सीमित सडकहरू निर्माण भए पनि ती मुख्यतः प्रशासनिक प्रयोजनका लागि मात्र थिए। त्यस समयमा यातायातको साधन अत्यन्तै न्यून थियो र मानिसहरूलाई लामो दूरीको यात्रा गर्न हप्तौं लाग्थ्यो। वीरगञ्जदेखि हैटौँडासम्मको सडक बनेको भए पनि काठमाडौँसँग सिधा सडक सम्पर्क थिएन। यसले देशलाई भौगोलिक रूपमा मात्र होइन, आर्थिक र सामाजिक रूपमा पनि विभाजित बनाएको थियो। 2007 सालमा प्रजातन्त्र स्थापना भएपछि मात्र नेपालले विकासको बाटो समात्न सुरु गर्यो। त्यसपछि भारतीय सहयोगमा त्रिभुवन राजपथ निर्माण सुरु भयो, जसले काठमाडौँलाई तराईसँग जोड्ने पहिलो आधुनिक सडकको रूपमा इतिहास रच्यो। 2012 सालदेखि काठमाडौँमा ट्रक र बस सञ्चालन हुन थालेपछि देशमा यातायातको नयाँ युग सुरु भएको थियो। यही सफलताले थप ठूला पूर्वाधार योजनाको आवश्यकता महसुस गरायो। यही सन्दर्भमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले एउटा साहसिक निर्णय लिए, त्यसलाई पूर्वदेखि पश्चिमसम्म एउटै राजमार्गले जोड्ने। त्यो समय यस्तो परियोजना कल्पना गर्नु आफैमा ठूलो जोखिम थियो, किनकि न त पर्याप्त बजेट थियो, न प्राविधिक दक्षता। तर राष्ट्रिय एकता र आर्थिक विकासलाई प्राथमिकतामा राख्दै सन् 2019 साल वैशाख 1 गते नवलपरासीको गैंडाकोटमा यस राजमार्गको औपचारिक शिलान्यास गरियो। त्यस समय नेपालको अवस्था अत्यन्तै चुनौतीपूर्ण थियो। देशको एक भागबाट अर्को भागमा यात्रा गर्न मानिसहरूलाई भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। तराई क्षेत्रमा फैलिएको घना जंगल, मलेरियाको त्रास र जंगली जनावरको जोखिमले आन्तरिक आवागमन लगभग असम्भव जस्तै बनाएको थियो। यस्तो अवस्थामा देशलाई एक सूत्रमा बाँध्ने उद्देश्यले महेन्द्र राजमार्गको अवधारणा अघि सारिएको थियो। राजमार्ग निर्माणका लागि 3 प्रमुख उद्देश्य निर्धारण गरिएको थियो। पहिलो, यातायात सञ्चालन विस्तार गरी व्यापार र बजार प्रणालीलाई सुदृढ बनाउने। दोस्रो, देशका विभिन्न भूभागमा मानिसहरूबीच सम्पर्क बढाएर सामाजिक एकता कायम गर्ने। र तेस्रो, पहाडी क्षेत्रका जनसङ्ख्यालाई तराईमा बसोबास गर्न प्रोत्साहित गरी आर्थिक गतिविधि विस्तार गर्ने। यी उद्देश्यहरू समयसँगै निकै हदसम्म सफल भएका देखिन्छन्। तर यति ठूलो परियोजना कार्यान्वयन गर्न नेपालसँग पर्याप्त स्रोत थिएन। यही कारणले वैदेशिक सहयोग अपरिहार्य बन्यो। प्रारम्भमा चीनले यस परियोजनामा सहयोग गर्ने इच्छा देखाए पनि भारतले त्यसमा असहमति जनाएको थियो। यस्तो जटिल भू राजनीतिक अवस्थामा नेपालले सन्तुलित कूटनीतिक नीति अपनाउँदै विभिन्न शक्तिशाली देशहरूबाट सहयोग जुटायो। भारत, तत्कालीन सोभियत संघ, बेलायत, अमेरिका लगायतका देशहरूले राजमार्गका विभिन्न खण्डहरूमा निर्माण गर्न सहयोग गरे। राजमार्गको पूर्वी खण्ड काँकडभिट्टादेखि ढल्केवरसम्मको भारतको सहयोगमा निर्माण भयो भने ढल्केवरदेखि पथलैयासम्मको सडक खण्ड सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भयो। हेटौँडादेखि नारायणघाट खण्डमा क्यानाडा र अमेरिका सहयोग रहेको थियो भने नारायणघाट बुटोल खण्ड बेलायतको सहयोगमा निर्माण गरिएको थियो। बुटोलदेखि पश्चिम खण्डहरू भने पूर्ण भारतको योगदान रहेको थियो। कर्णाली नदीमाथिको महत्त्वपूर्ण पुल निर्माणमा विश्व बैंकको सहयोग उल्लेखनीय मानिन्छ। यो सम्पूर्ण परियोजनाको विशेषता भनेको यो पूर्ण रूपमा अनुदानमा आधारित हुनु हो। नेपालले कुनै ठूलो ऋण लिनु नपरी यति ठूलो विशाल पूर्वाधार निर्माण गर्न सफल हुनु आफैमा ऐतिहासिक उपलब्धि हो। यसले नेपालको कूटनीतिक सन्तुलन कायम राख्दै विकास परियोजना सञ्चालन गर्न सक्ने क्षमताको उदाहरण प्रस्तुत गर्दछ।
निर्माण प्रक्रिया भने अत्यन्तै कठिन र जोखिमपूर्ण थियो। 4 कोसे झाडीमा का नामले चिनिने घना जङ्गल पडानी गर्नु, सयौं खोला र नदीहरूमा पुल निर्माण गर्नु र सीमित प्रविधिका बीच काम गर्नु ठूलो चुनौती थियो। प्रारम्भिक चरणमा पुलहरूको अभावका कारण नदी पार गर्न फेरी प्रणाली प्रयोग गरिन्थ्यो, जसले गर्दा वर्षायाममा यातायात अवरुद्ध हुने समस्या सामान्य थियो। करिब 27 वर्षको लामो प्रयासपछि मात्र यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आयो। 2056 सालमा कर्णाली क्षेत्रका पुलहरू निर्माण सम्पन्न भएपछि यसलाई अवरोध रहित रूपमा प्रयोग गर्न सकिने भयो। यस अवधिमा हजारौं कामदार, इन्जिनियर र प्राविधिकहरूले कठिन परिस्थितिमा काम गरेका थिए, जसको योगदान अमूल्य छ। महेन्द्र राजमार्ग सञ्चालनमा आएपछि नेपालको सामाजिक र आर्थिक संरचनामा व्यापक परिवर्तन आयो। पहिले हप्तौं लाग्ने यात्रा एक दिनमै सम्भव हुन थाल्यो। व्यापार, उद्योग र सेवा क्षेत्रले तीव्र गति लियो। दमक, इटारी, हेटौडा, बुटौल र धनगढी जस्ता सहरहरूको विकाससँगै यस राजमार्गका कारण सम्भव भएको हो। कृषि उत्पादन बजारसम्म सहज रूपमा पुग्न थालेपछि किसानहरूको आम्दानीमा वृद्धि भयो। औद्योगिक क्षेत्रहरूको विकासले रोजगारी सिर्जना गर्यो। होटेल तथा पर्यटन उद्योगले पनि गति लियो। यसरी हेर्दा महेन्द्र राजमार्गले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको स्पष्ट हुन्छ। सामाजिक रूपमा पनि यसले ठूलो प्रभाव पारेको छ। पहाड, तराई र हिमाली क्षेत्रका मानिसहरूबीच सम्पर्क बढ्यो, सांस्कृतिक आदान प्रदान बढ्यो र राष्ट्रिय एकता सदृढ भयो। यसले देशलाई भौगोलिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि जोड्ने काम गर्यो। तर वर्तमान अवस्थामा यो राजमार्गले विभिन्न चुनौतीहरू सामना गरिरहेको छ। बढ्दो सवारी चाप, अपर्याप्त मर्मत सम्भार र सडक सुरक्षा सम्बन्धी कमजोरीका कारण दुर्घटनाको दर उच्च छ। सरकारले यसलाई आधुनिक 4 लेन सडकमा स्तरोन्नति गर्ने योजना अघि बढाएको भए पनि कार्यान्वयनमा ढिलाइ देखिएको छ। नामको विषयमा पनि बहस जारी छ। 2062-63 को राजनीतिक परिवर्तनपछि यसलाई पूर्व पश्चिम लोकमार्ग भनेर चिनाउन थालिएको भए पनि जनमानसमा महेन्द्र राजमार्ग नाम अझै लोकप्रिय छ। पछिल्लो समय फेरि यही नाम प्रयोग हुन थालेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ। समग्रमा हेर्दा महेन्द्र राजमार्ग नेपालको ऐतिहासिक सबैभन्दा महत्त्वपूर्ण विकास परियोजना मध्येको एक हो। यसले देशको आर्थिक, सामाजिक र भौगोलिक संरचनामा गहिरो प्रभाव पारेको छ। भविष्यमा यसलाई अझ सुरक्षित, आधुनिक र दिगो बनाउनु नै प्रमुख चुनौती र आवश्यकता हो।